यो बागभैरवमा रहेका धेरै मन्दिरहरू प्राय जसो इट्टाले काठहरूले टाइलहरूले बनाइएको छ नि त। तर यो वाला हेर्नु न, यो वाला पुरै चट्यानलाई नै हो क्या। चट्यानलाई कोरी कोरी टुक्रा टुक्रा चट्यानलाई जोडेर प्राय सबै हेर्नु न, मूर्तिहरू सबैदेखि लिएर छानोदेखि लिएर सबै क्या। दुईटा छ भनौँ यस्तो होला, एउटा यो भयो, एउटा यहाँ थिमै छ। यो दुईटा चाहिँ पुरै चट्यानलाई नै क्या, चट्यानका टुक्राहरूलाई कोरी कोरी त्यहीमा बुट्टाहरू भरेर मूर्ति बनाएर बवाल बनाएको छ है। तर रचना चाहिँ हो क्या एक जमानाको। अनि यहाँ चाहिँ पुरै होइन नेवारहरूको भाषा दिएको छ। त्यहाँ मजाले चारोहरू खाइरहेको छन्। जय श्री कृष्ण। हाम्रो चाहिँ विष्णु अवतार। सानो मान्छे घन्टी बजाऊ, यसरी बजाऊ, टुङ टुङ हो। गुड। यसरी मन्दिरहरूमा घन्टी नै घन्टी, घन्टी नै घन्टी हुनुको कारण चाहिँ के होला तपाईँहरूलाई के लाग्छ? यसरी मन्दिरहरूमा धेरै नै घन्टी हुनुको कारण चाहिँ के होला? हाम्रो नेपालमा आएर चाहिँ यसरी विदेशीहरूले मजाले नेपाली कल्चर सिकेर जान्छ, नेपालीहरूसँग घुलमिल भएर जान्छ क्या, नेपाली पहिचान जनाउँछन् नि त। तर हामी नेपालीहरू के हो, गुइया गुइया। अरूको देशमा जाने, अरूको नहुने कल्चर सिकेर आउने, यही त हो। बवाल पोइन्ट अफ भ्यू चाहिँ यहाँदेखि छ क्या। यो मन्दिर डाँडामा छ नि त, यता हेर्नु डाँडामा छ है। बवाल पोइन्ट अफ भ्यू के हो भनेपछि पृथ्वीनारायण शाहको पालामा युद्ध हुने बेलामा के हेर्नु न, यत्रो ठुलो घन्टी छ नि। यो वाला घन्टी चाहिँ बजाएर सङ्केत दिन्थ्यो नि त। अब यत्रो ठुलो घन्टी बजाएर सङ्केत दिने, हाम्रो त गु निस्किन्छ यार यत्रो ठुलो घन्टी बजाउँदा। अहिले चाहिँ लक सक गरेर यसो यसलाई थप्प राखेको छन् भनौँ न। तपाईँहरूलाई झन् म बवाल पोइन्ट अफ भ्यू देखाउँछु क्या होइन। हेर्नु न, खतरा हो नि है। यसरी मन्दिरको अगाडि सिंहहरूको मूर्ति कोरेर किन राखिन्छ होला होइन? यो त झन् पुरै सिङ्गो चट्यानलाई नै क्या, सिङ्गो चट्यानलाई नै पुरै कोरेर बनाएको छ है। खतरा लाग्यो यो। म तपाईँहरूलाई कलाको भण्डार देखाम, बवाल छ क्या। हेर्नु न, बवाल होइन। त्यहाँ पुरै काठमा बुट्टा कोरेर एक एक तरिकाले के होइन, देवी देवताहरूको बवाल होइन यो पोइन्ट, क्या बवाल छ यार। अनि एउटा बवाल कुरा के, म बस्ने रुमतिर ठ्याक्कै होइन सधैँ जाने बेला ख्याल गरिरहेको हुन्छ क्या। यस्तो बोतलहरू छ क्या, यो बोतलहरूमा पानी छ अनि हल्का कलर पनि छ क्या। हेर्नु न टक्क लगाएर यस्तो। अझ यो बोतलको होइन यो कलर ठिक रहेछ क्या, पानी मात्रै सेतो भएपछि अनि यो कलर सबै तल जाँदो रहेछ। अनि फेरि यसलाई यसरी हल्लाएर कलरफुल गराउँदो रहेछ क्या। चाहिँ अचम्म लाग्छ, खै किन होला, के छ होला यसमा, यिनीहरूको धर्ममा अनौठो कुरा कि साइन्टिफिक कुनै रिजन छ यार। धर्म पनि अनौठो छ यो। हजुरहरूलाई थाहा छ भनेपछि मलाई भन्न सक्नुहुन्छ, मलाई जान्ने जिज्ञासा लागेको छ। तर म यो कुराको बारेमा खोज अनुसन्धान चाहिँ गर्नेछु।